सो वेलकम ब्याक गाइज होइन हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु होइन आज चाहिँ म एक्साइटेड छु होइन किनभने होइन आज चाहिँ हाम्रो मामा आउँदै हुनुहुन्छ ओमन हो कि ओमनबाट होइन त्यही भएर हामी चाहिँ राति लिएर जाने हो मामालाई 11 बजीतिर रातितिर भ्लग गर्दा मेरो थोडा नदेखिएला होइन त्यही भएर मैले अहिले नै अलि सुरु गरिरह म चाहिँ अहिले रुममा चाहिँ एक्लै छु होइन कहीँ पनि हुनुहुन्न रुममा म चाहिँ मामा कतिर हुनुहुन्छ भने एयरपोर्ट चाहिँ कतिर जान पाइएला भन्ने सोचिरहेको कि म फर्स्ट टाइम एयरपोर्ट जाँदैछु होइन यो त्रिभुवन विश्वविद्यालय हो कि एयरपोर्ट भन्ने म फर्स्ट टाइम जाँदैछु होइन अहिले चाहिँ कति बज्यो अहिले चाहिँ होइन ठ्याक्क 4:51 गइसकेको छ होइन अहिले यस्तो छ भ्यू हेर्ने अहिले पानी पर्ला पर्ला जस्तो भइरह होइन अब चाहिँ पानी पर्छ जस्तो लागिरह मलाई होइन जहाँसम्म होइन म चाहिँ धेरै नै एक्साइटेड छु होइन किनभने होइन अब मामा आउँदै हुनुहुन्छ नि मामा कति 2 वर्षपछि होला सायद त्यस्तै लाग्छ होइन त्यस्तै हो क्या 2 वर्ष नि होला मामा 2 वर्षपछि आउँदै हुनुहुन्छ मामासित 2 वर्षपछि भेट्नु नपाउने भयो होइन अब राति चाहिँ टक्क मामाले लिएर जानुपर्छ कति बजीतिर टक्क 11 बजीदेखि 11 बजीतिर यहाँ हिँड्ने होइन रुममा त 2-3 बज्छ होइन रुममा आउँदाखेरि होइन टक्क ल है त गाइस अब सिधै मामा लिएर जाने बेला भेटौँला होइन थ्याङ्क यू त के भन्नु होइन अहिले मामा लिएर जाने बेला भेटौँला होइन सो फाइनली गाइज होइन हाम्रो चाहिँ एयरपोर्ट जाने बेला पनि भइसक्यो होइन टक्क अहिले चाहिँ कति भन्दाखेरि 11 बजेर कति मिनट ल है त पख्ने त्यो एङ्गो गरेको थिएँ एङ्गो गरेर फोन आयो कि हेलो हजुर भन्नु न हो एङ्गो गरे हो हामी यता पुलचोक नुवाटोल हो यता के मार्ट छ त के मार्ट मार्टदेखि अगाडि के मार्ट देख्नु भा के मार्ट देख्नु भा हजुर लबिन मलबाट मङ्गल बजार जान्थ्यो होइन त्यहाँ अगाडि एउटा के मार्ट छ के मार्टको सिधा आउनु त सिधा त्यही हाम्रो लोकेसन नै त्यही हो के ए हस् कि 20 मिनट आइहाल्यो भन्छ त यार याङ्गो पनि कस्तो साइको रहेछ ल है त अब सिधै गाडीमा जाने बेलामा भेटौँला होइन ल खै यो चार्जरहरू गरम खै सो गाडी चाहिँ हाम्रो जाने बेला भइसक्यो मम्मी चाहिँ ढोका लाउँदै हुनुहुन्छ सो होइन हाम्रो चाहिँ ढोका लाएर भइसक्यो अब जानुपर्ने हुन्छ गाडी पनि आइसक्यो होइन बाटोमा ल है त है ल अब एयरपोर्ट लाग्यो सो फाइनली खै हाम्रो गाडी आयो रे अरे हो यस ओए के को म बस्ने अगाडि अगाडि म बस्ने हो म भिडियो बनाउँदै जाने हो नि त सो होइन हाम्रो गाडी पनि आइसक्यो मम्मी चाहिँ वासरुम जानु थियो मम्मी चाहिँ म चाहिँ यहाँ छु बस्ने पछाडि टुपुका लगाएर सो होइन हामी चाहिँ लागिसक्यो एयरपोर्टको बाटो एयरपोर्ट लाइनतिर लाग्यो होइन यहाँ कति बजीतिर पुग्यो त 21 मा पुगिन्छ नजिकै छ लोकेसनमा त नजिकै देखाइरहेको थियो त्यही भएर यस
सो गाइस होइन हामी चाहिँ ठक्क अहिले चाहिँ पुगिसक्यो होइन त्रिभुवन एयरलाइन्स। हाम्रो गाडी चाहिँ यहाँ छ होइन। फेरि अहिले आउने बेला चाहिँ फेरि बुक गरेर आउनुपर्ने हुन्छ। के यसलाई फेरि जे पनि किन्न पर्ने कि गाडी एक दिन न यसलाई मम्मीले चाहिँ पेमेन्ट गर्दै हुनुहुन्छ होइन। इन टाइपको पेमेन्ट त गर्नु परिहाल्यो नि। हामी चाहिँ सो फाइनल्ली अब एयरपोर्ट पनि पुग्यो होइन। अब चाहिँ यहाँबाट पैदल यात्री हामी चाहिँ कताबाट जाने रे मम्मी? यताबाट जाने पनि मिल्छ यताबाट जानु पनि मिल्छ होइन। हामी चाहिँ यताबाट गेट छिरेर जाने हो टक्क। म चाहिँ के भएर आफू हेर्ने हो यस्तो भएर आएको यस्तो भएर। सो अब लागेको होइन यहाँबाट मिल्दैन होइन जान दिदी। सो होइन अब हामी चाहिँ पैदल यात्री भयो। पैदल यात्री इस रहेको के अब चाहिँ टक्क होइन यतातिरको भ्यू हेर्दै जानुपर्छ। मलाई थाहा पनि खतरा लाग्यो मेरो त यति तिर्नु मुन्न पर्ने हो कि यस्तो मजा आउँथ्यो नि। सो होइन अब हामी चाहिँ गेटबाट छिर्नु पर्ने हुन्छ। यही गेटबाट छिर्ने होइन। मामा चाहिँ आउनुहुन्छ होला 1 बजीतिर सायद एरोप्लेन आएको पनि देखाउँछु ल गाइस मैले कस्तो देखिन्छ होला। सो है त अब क्याम्प भिडियो सिडियो गर्न मिल्दैन होला सायद। सो गाइस होइन हामी चाहिँ भित्र आइसक्यो। कति धेरै गाडी हो यहाँ त। आशिका दिदीले के भनिरहेको थियो यहाँनिर पार्किङको पैसा नउठाउने रे के आशिका दिदीले पार्किङको पैसा नउठाउने भनेको यही हो कि यही ठाउँमा हो यही ठाउँमा हो। सो होइन एरोप्लेन हेर्नु मिल्छ होइन। एरोप्लेन हेर्न होइन त्यहाँ माथिबाट देखिन्छ होला नि। खोइ एरोप्लेन नि देखिन्न अरे यार। यहाँ त्यहाँ गएर बस्ने नि हामी त बस्ने नि हो नि। भित्र गएर बस्नु नि पैसा लाग्छ अरे होइन। आज चाहिँ होइन एरोप्लेनले त खतरा भाडा उठायो होला यार है मम्मी। एरोप्लेनले त खतरा भाडा उठायो जस्तो पुरै काठमाडौँ 150 रुपया देगा। 1 का 150 यानी कि 2 का 300 ना। पुरै काठमाडौँको सबै ट्याक्सीभरि यहीँ आएर बसी जस्तो छ क्या आज त। यस्तो खुसी लागिरहेको नि मामा आउँदै हुनुहुन्छ होइन। यस्तो माहौल छ हेर्नु क्या खतरा। टिभी पनि कति ठुलो भइसक्यो। अब आफ्नो मान्छे कुरेर बस्दो रहेछ होइन। अब हामी पनि कुरेर बस्ने हो। मामालाई के भनिरहेको थियो थाहा सेक्युरिटी गार्डले चाहिँ ओ छोरा भल गर रे के है मम्मी के भनिरहेको थियो होइन। ऊ होइन आफ्नो मान्छेलाई कुरेर बसिरहन्। कति खुसी छन् कति दुःखी पनि छन्। दुःखी चाहिँ किन छन् भने बुझ्नु न अब हजुरहरू आफै होइन। खुसी पनि छन् दुःखी पनि छन्। यो ट्याक्सी त हेर्नु पुरै आगो हालिदिन्छ त। हामी त जाने होइन। हामी चाहिँ भित्र जाने हो। म चाहिँ भित्र जानु नमिल्दो रहेछ के मम्मी चाहिँ भित्र जान आएको छ।
भित्र इन्ट्री भयो है भित्र इन्ट्री भयो हाम्रो कहाँ बस्ने मम्मी सो भित्र इन्ट्री हुँदैछ सो भित्र इन्ट्री भइसक्यो अब बुझेँ के हो भित्र त यहाँ मामा यहाँबाट आउँछ कि त लिकमा आउँछ त्यहाँबाट राख्न मान्छे लिकबाट आउँछ नि अब अन्त त्यहीबाट आइपुग्यो कति धेरै मान्छेहरू बसे खाने यार कुरेर चाहिँ यहाँ यता देखाउँदो रहेछ होइन त्यो हेरेर बसिरहेको के कतारको चाहिँ होइन कति रे 23:30 चाहिँ फ्लाइट ल्यान्ड हुँदो रहेछ कि 23:30 जाँदा उड्या हो क्या सायद उड्या हो होइन यता आउने त्यो त आउँदो रहेछ खै हाम्रो बुझ्नै सकेन के लेखा 23:23 ल्यान्ड भएको रहेछ त अनि कतारको त दुबईको एरोप्लेन चाहिँ देखिँदो रहेछ अरू सब देखिँदो रहेछ है त मामाको पर्खाइमा छु कि ऊ त्यो ढोकामा आउनुहुन्छ कि यो ढोकामा आउनुहुन्छ कि त्यो ढोकामा आउनुहुन्छ कुन ढोकाबाट आउनुहुन्छ थाहा नै होइन आफ्नो मान्छेहरू आइरह हामी चाहिँ मामालाई कुरिरह रातारात अनि भैरवाबाट आउने ठाउँमा पोखरातिरबाट आउने अर्को छ फेरि अर्को एयरलाइन्स थाहा छ त्यो भन्दा लेन हुने ठाउँ त माथि छ ए मान्छेहरू त कतिजना आएर गइसक्यो एउटा प्लेन त पुरै भरिएर आइसक्यो है आफ्नो मान्छे आइरहेको हेर्नुहोस् ल है त अब सिधै मामा ल्यान्ड हुने बेलामा भेटौँला होइन गाइज भिडियो लङ हुनसक्छ होइन कृपया माफी चाहन्छु है त ल सो गाइजहरू होइन म चाहिँ बाहिर निस्केको छु किनभने होइन म चाहिँ सामान लिनको लागि निस्केको थिएँ खादा लिनको लागि खादाहरू कहाँ पाउँछ थाहा छैन यार सुरुमा खादा लिन जान्छु म होइन मामा आउँदै हुनुहुन्छ होइन खादा लिएर जानुपर्ने म खादै लिएर गएको छैन के सो होइन सुरुमा चाहिँ खादा लिन जान्छु होइन खादा पाउने अब खादा किनिदिने हो नपाउने त कसम च्याएर आइदिने म त फेरि टिकट पनि लिएर आइदिएको छु मम्मीसँग र होइन त्यो भित्रसित पनि पैसा लाग्दो रहेछ कि होइन के भन्नु चाहिँ केही नै छ र ठिकै छ होइन
एक्साइटेड नै छु म मामा आउँदै हुनुहुन्छ किनकि मामा आएपछि खुसी हुन्छ नि त मुटु पनि कहाँ शीतल हुन्छ कि मेरो त ल है त अहिले भेटौँला होइन अब मिल्यो भने मिल्यो नमिल्यो पार त्यस्तै हो सो गाइज होइन मैले खाजा किनिसकेँ एउटा मात्रै किनेँ यार 100 रुपियाँ नै एउटालाई पर्ने एयरपोर्ट बिहा त सोधेको मैले होइन 150 रुपियाँ पर्ने रे के एउटालाई चाहिँ त्यही भएर 100मा किनिदिएको होइन अब 100 रुपियाँ बचा चिया खान गइदिन्छु ल म चिया खाएर आउँछु ल गाइजहरू ल सो फाइनली मामा आइसक्न है आइसक्न ए बस्छ ल खाता किनेको कहाँ लगाइदिनु पर्दैन रे ऊ त्यो कसमा लगाइदिए त तैँले लिएको आएको छ त खै मैले भिडियो बनाउँदा यस्तै छ भने त म लगाइदिन्छु खाता किनेर ए भोलक भोलक सो फाइनली गाइस होइन म चाहिँ खुसी छु के ढोकामा गएर उभिएको थिएँ होइन मामा ठ्याक्कै देखिरहेको ल उही मामा आउन अरे के दिनुपर्छ हो यहाँ पर्दैन अहिले त जाने बेला त पनि त्यहाँ तल दिनुपर्छ सो होइन हामी चाहिँ अहिले भेटौँला ल गाइज ग्रुपमा गएपछि सो फाइनली होइन अब साँझको बेला गाडी पाइयो यो त आएन त अब बसेर गइदिउँ न अब यहाँ आउनु र त्यहाँबाट रिङ रोडबाट यता धोबी घाटतिर पुग्नु त्यताबाट नजिक हुन्छ धोबी घाट त अब मेन रोडबाट त्यही त हाइवे छिटो हुन्छ कि कहाँबाट लभिङ मलबाट उता सिधै हो अनि सिधै हिँड्नु न अहिलेलाई त्यो माथि पुलचोक यतिन्सिन उ छ त बनाइरहेको त पनि हो बनाइसक्यो पैसा आयो आउँछ होला होइन मामा बल्ल सुरु गरिदियो सिधा कि लेफ्ट ए रुम नै आयो त्यो अलि अगाडि ऊ त्यो अगाडि रोकिदिनु है रुम नै आयो कुन यो हजुर सो फाइनली रुम आइयो गाइज आयो है आयो रुम आइयो हामी हाम्रो रुम चाहिँ आयो ओ चुप हाम्रो गाडी हजुर सो होइन अब सामान निकाल्नु पर्यो हाम्रो सामान चाहिँ यहाँ छ है ढोका लगाइदिरहेको सामान सिट हेर न ढोका लगाइरहेको छ।
बिचारा बिन्तालाई फोन गर्छु भनेको थिएँ मैले खै को आयो यस्तो हेरौँ न को आयो रहेछ अब ए बिन्दा दिदी ओइ सामान यो दिएछ जा अघि जा म भिडियो बनाउँदै आइस म सामान लगेर जान्छु लाइक बाल्नु पर्यो नि ल हाम्रो लाउरी मामा आउनु भएको छ मामा छोडेर आइए चाहिँ एकछिन खोइ चाबी खान लाग्यो त सो गाइज होइन रुम पनि आइसक्यो एयरपोर्टदेखि अबि अग्लो भइयो कि धेरै मेरो रुम चाहिँ यो आयो त छिटो हात बढिरह यार मेरो सो बल्ल बाँचेँ म यार सो होइन रुममा आयो मामा आउँदै हुनुहुन्छ होइन हजुर ल पख्नुमा आएँ ल एकदम सामान लिएर जान्छु सामान आयो है ल है त गाई सामान पनि आयो होइन सबै आइसक्यो ल यति यो ब्लग एन्ड गर्न चाहन्छु थ्याङ्क यू फर वाचिङ बाई